हेलो गाइस, हेर्नु है हाम्रो यहाँ चाहिँ यस्तो भइरहेछ आज है। अब बर्खा झरी चाहिँ लागेको रहेछ साथीभाइहरू है। के गर्नु र, लुगा धुएको हप्ता दिन भइसक्यो, सुक्ने कुरा त आएन है। लुगा नि चिटी लाग्ला जस्तो भइसक्यो साथीभाइहरू है। बाटो चाहिँ यस्तो हो, हिँड्दाखेरि पनि चिप्लिन्छ। हाम्रो चाहिँ यस्तो चाहिँ बस्तीको बाटो है, एकदम खराब छ। यतातिर हरियो परियो एकदम, झन्डै लडी गयो। हरियो परियो है, एकदम कोपी भइरहेछ झगमक्कै है। यता सिबीलाई थाङ्ग्रा लगाइरहेछ साथीभाइहरू है। बस्तीमा बसेपछि यति फाइदा छ, सब्जी चाहिँ किन्नु पर्दैन है। सब्जी चाहिँ जोत हुन्छ है साथीभाइहरू हाम्रो गाउँमा चाहिँ। यहाँ माथि हेरौँ है, गाजर एकदम गाजर बारी चाहिँ है, टन्नाटुन्नी छ है। कोपी, गाजर, मुला भने जे भने त्यही पाइहाल्छ हाम्रो चाहिँ यहाँ है। बगानै हुन्छ कोपीहरूको चाहिँ साथीभाइहरू है। यो मेरो सानो अपडेट के कसो लाग्छ हेरेर लाइक कमेन्ट गरौँ साथीभाइहरू है। यसो भएन भने सेयरहरू पनि गरौँ साथीभाइहरू है। तपाईँहरूको पनि आएको भिडियो जति कुनै छोडिँदैन है, सबैमा लाइक कमेन्ट है सेयर चाहिँ गरेको हुन्छु। मेरो पनि यसो हेरेर यो भिडियो कस्तो लाग्छ है, तपाईँहरूलाई मन परेमा लाइक कमेन्ट गरिदिनु होला है।